मैले यो फेसबुक मोनेटाइज सम्बन्धी चाहिँ धेरै साथीहरूको भिडियो पनि हेरेँ, मैले भोगेँ पनि। हेर्नुहोस्, मेरो चाहिँ यो डिसेम्बरदेखि यताको चाहिँ केही अनुभव गरेर सुनाउन गइरहेको छु। यो फेसबुकमा चाहिँ तपाईँको साथीहरूले भन्नुहुन्थ्यो 10,000 फलोवर्स चाहिन्छ अनि मात्रै तपाईँको मोनेटाइज हुन्छ भनेर। तर त्यो होइन साथीहरू, तपाईँको कुनै पनि फेसबुकमा चाहिँ तपाईँको कुनै पनि इस्यु लागेको छैन, कपिराइट छैन भने तपाईँलाई फेसबुकले छिटै मोनेटाइज दिन्छ। किनभने तपाईँले भ्युज बढाउन सक्नु पर्यो आफ्नै बनाएको भिडियोहरूमा र इन्गेजमेन्ट बढाउन सक्नुपर्छ। मेन कुरा फलोवर्स मात्रै टन्न बढाएर 15-20 हजार बनाउने अनि मोनेटाइज गराउँला, त्यसपछि मात्रै भिडियो हालौँला भनेर त्यस्तो सोच गर्नुभयो भने तपाईँ कहिले पनि अघि बढ्न सक्नुहुन्न। तपाईँले फेसबुकमा कामै गर्न मन छ भने एकदम फेसबुकलाई चाहिँ एकदम मोनेटाइज नहुने जेलसम्म तपाईँ एकदम अघि सरेरै काम गर्नुपर्छ। किनभने अरूको भिडियो आफ्नो प्रोफाइलमा आउँछ भने त्यो भिडियोहरूलाई हेरिदिने, लाइक कमेन्ट गरिदिनु, राम्रो मिठो कमेन्ट गरिदियो भने साथीहरूले पनि तपाईँको भिडियोमा आएर कमेन्ट गरिदिनुहुन्छ। त्यसको कारणले गर्दाखेरि चाहिँ हामीले मोनेटाइज गराउनु पर्दाखेरि चाहिँ तपाईँलाई फेसबुकलाई हामीले ज्यू गरेर तपाईँको फेसबुकलाई रिपोर्ट गरेर तपाईँले मोनेटाइज दिँदैन। किनभने तपाईँलाई फेसबुकमा यो कुनै पनि सूत्र छैन यो मोनेटाइज पाउने भनेर। मैले यो डिसेम्बरभन्दा यता मैले 6500मै मैले मोनेटाइज पाएको थियो। मोनेटाइज पाउँदाखेरि चाहिँ म खुसी नै भएँ हुन त। तर मोनेटाइज भएर चाहिँ तपाईँहरूले टन्न पैसा कमाउँछु भनेर चाहिँ नसोच्नु होला। तपाईँ जति खट्न सक्नुहुन्छ, जति राम्रो भिडियो बनाउन सक्नुहुन्छ, जति राम्रो भ्युज ल्याउन सक्नुहुन्छ, त्यो अनुसारले तपाईँले कमाइ गर्दो रहेछ है। त्यस कारणले यो मोनेटाइज भएन, त्यो भएन भन्ने होइन। मोनेटाइज गराउनु पर्छ, नगराउनु पर्ने होइन। तपाईँको कस्तो भने मेन कुरा मोनेटाइज गराउने, तर भिडियोहरू बनाउँदा चाहिँ तपाईँले जति सक्दो अर्ग्यानिक भिडियोहरू बनाएर हाल्दा चाहिँ तपाईँको छिटो भाइरल हुने, छिटै मोनेटाइज हुने सम्भावना धेरै हुँदो रहेछ साथीहरू है। यही कुरा छ।